नमस्ते, म चन्दन कुमार शाह, एक जनस्वास्थ्य विद्यार्थी र हेल्थ असिस्टेन्ट काठमाडौँबाट। मैले मध्य प्रदेशमा हुर्किँदा एउटा कुरा नजिकबाट हेरेँ। धेरै युवाहरूका सपना भएर पनि उनीहरू बिराइरहेका छन्। लागु पदार्थ जस्तो समस्याले गर्दा समुदायमा युवाहरू भित्रभित्रै खियाइरहेको छन्। कसैले बोल्दैन, कसैले सुन्दैनन्। म त्यो चुप्पी तोड्न चाहन्छु। खास गरी नेपाल हेल्थ कोअप्स, नेपाल युथ क्रस सर्कल, युनिसेफ र WHO सपोर्टेड कार्यक्रमहरूमा जाँदाखेरि बुझ्दाखेरि मैले के बुझेँ भन्दाखेरि परिवर्तन अस्पतालबाट मात्र आउँदैन, समुदायबाट आउँछ। युएसवाइसीलाई मलाई त्यो मौका दिन्छ जसले मलाई सिक्ने, बनाउने र सुरु गर्ने एउटा दीक्षा दिन्छ, शिक्षा दिन्छ। मेरो लक्ष्य छ मधेसमा युवाहरूलाई एउटा यस्तो अवेरनेस अभियान बनाउने जसले उनीहरूलाई सही समय र सही समयमा सही दिशा लिने मद्दत दियोस्। मलाई छान्नुहोस्, किनभने मसँग जोस मात्र होइन, अनुभव पनि छ र बदल्ने इच्छा शक्ति पनि छ। धन्यवाद।